स्वागत छ हजुरलाई। धन्यवाद। हामी यो मञ्चमा प्राय आफ्नो भावना अनि जीवन जितेका नायकहरूलाई लिएर आउँछौँ। आज माहौल थोरै फरक छ भन्दा केही फरक पर्ला र? नपर्ला। थाहा छैन म सही गर्न जाँदैछु या गलत, तर पक्कै पनि यो बोझ बिसाएपछि म हल्का हुनेछु भन्ने विश्वास छ। डर लागिरहेको छ? डर भन्दा नि कता कता लाज लागिरहेको छ। पापको भारी बिसाउन आएको हुँ। जिन्दगीमा जितेको कुरा सुनाउन सजिलो हुँदो रहेछ, तर हारेको कुरा स्वीकार्न धेरै वर्ष लाग्यो। किन डी स्टोरीको मञ्च नै रोज्नुभयो? किन सुनाउन चाहनुभयो? किन सुनाउन आएँ, किन डी स्टोरी नै रोजेँ, सायद तपाईँलाई थाहा छ। दर्शकको लागि म अन्तिममा भन्छु। हजुरको गोपनीयतालाई सम्मान गर्दै के म आज हजुरलाई रमेश नामले बोलाउन सक्छु? मेरो नाम रमेश त होइन, तर हजुरलाई मन छ भने भन्न सक्नुहुन्छ। वेल रमेशजी, हामी